हेलो साथीहरू, सन्चै हुनुहुन्छ हजुरहरू? हामी पनि सन्चै छौँ। आमा छोरीलाई अलिअलि रुगाखोकी लागेको छ। आज चाहिँ मेरो छोरी 8 महिना पुरा भएर 9मा लागिसकेकी छिन्। मैले चाहिँ आज मेरो छोरीको फोटोसुट गरिदिन लागेको। फोटोसुट गरौँ छोरो भनेको कुनामा गएर गर्ने। मैले चाहिँ मेरो छोरीको 1 महिनादेखि लिएर अहिलेसम्म 7 महिनासम्मको फोटोहरू चाहिँ मैले क्याप्चर गरेर राखिदिएको छु, किनकि मेमोरी हुन्छ नि त, पछि हेर्न हुन्छ। म सानोमा कस्तो थिएँ मम्मी भनेर सोध्छ नानीले ठुलो भइसकेपछि, अनि फोटो देखाउन हुन्छ हैन सानो? आऊ छोरो एकछिन भिडियो बनाऊँ भनेको। हेर पारा पारा, हेर पारा। आउन सानो यता। बाबा यता हो। अब 8 महिनाको पनि फोटोहरू चाहिँ मैले क्याप्चर गरेर राखिदिने सोचिरहेको छु। अनि आज चाहिँ मेरो छोरीले टिकटक बनाउँछिन्। टिकटक बनाउँछु किन बाबा? हेर न, हेर पारा, हेर पारा। इनको के पारा हो के? आऊ न एकछिन भिडियो बनाऊँ सानो। आऊ बाबा।